कति राम्री केटी पहिलो भेटमै नजर जुध्यो। लाई बिहे गरेर आफ्नै बनाउनु पाए मेरो जिन्दगी काया पलटै हुन्थ्यो। म त कस्तो टोलानो पुगेछु। अब जानुपर्छ घरमा। ल घाँस खानु छैन, पाखाहरू कता पुगेछन्, भित्र पुगेछन् क्या। यत्रो घाँस छ यो बाख्राले खाँदैन। होइन त्यो छोरी पनि बिहानबाट कलेज गयो कि अहिलेसम्म त आउनु पर्छ नि। के भन्नु, लगेर मल पनि यत्रो बनाएछ यहाँ। कति गन्जन गर्नुभएको के बा, त्यत्रो बाटोबाट आउँदाखेरि ढिलो हुँदैन? गाडीमा आऊँ भने पैसा छैन, अनि पैसा दिने होइन कन्जुस गर्नुहुन्छ। हिँड्नु जाऊँ भित्र। ल छिटो ड्रेस फेरेर एक कप चिया बना। ल हुन्छ। बिहानबाट एक कप चिया खान पासेन। आजकलका केटाकेटीले के भन्नु, यो जाडो पनि कति नसकिएको। ल चिया खाइहालिस् के अरे, एक डोको घाँस काटेर लिएर आइज। म पनि नुन सिद्धिएछ, माइलाकोमा गएर नुन लिएर आउँछु। जान्न, अघि भर्खर त कलेजबाट आइरहेको छु। धेरै मुख मुखै नला। कति के चिज गरेको जान्न म। जना आमा नभएकी छोरी भनेर पुलपुल्याएर पाल्यो, सन्तान पाइएन भन्ने पनि त्यस्तै रहेछ कि। ल मलाई अरू कुरो केही थाहा छैन। भरे आउँदाखेरि एक डोको घाँस काटेको हुनु पर्यो। म गएँ तलतिर। गएन भने फेरि त्यही बेलुका बाबुको प्रवचन सुन्न पर्छ। त्यो भन्दा पनि जान्छु घाँस काट्न। बुढीले लासी त हिँड्नै गाह्रो। ओहो अंकल नमस्कार। नमस्कार नमस्कार। ल हेर के छ खबर? गुटी बाउकै अनुहार होइन त, साइलाको छोरो होइनस्? हो नि अंकल। ल आइज बसेर कुरा गरौँ। ए त्यो ठ्याक्कै पार्नु हो त नि अंकल। के छ गाउँतिरको हालखबर? गाउँतिरको हालखबर त के भन्नु, उस्तै त हो नि बाबु। अब सानैमा देखेको यत्रो बढेको न भएछस्, धन्नै चिनिन नि। अनि त एकचोटि छुट्टी आइनस् त केटा। हो त नि, पल्टनको जागिर त्यस्तै त हो। भनेको बेलामा छुट्टी कहाँ पाइन्छ र? त्यो त हो। घरबाट यसो आमाले फोन हानेको हानै गर्ने। जहिले पनि फोन हानेर आउनु पर्यो भने 10 वर्षपछि आउँदैछु अङ्कल। ए है, आमा नि बुढी हुनुभयो, अब सहारा चाहियो भन्दै हुनुहुन्छ। अब आमा पनि त बुढै भइन् नि। अब त्यो भन्दा नि अर्को साथीको पो व्यवस्था गर्नुपर्छ जस्तो लाग्यो केटा मलाई त। हेरौँ, छुट्टी छोटै छ, 1 महिनाको छुट्टी हो। क्याजुअलिटी बिदामा आएको अङ्कल। ल त अङ्कल, ल म नि थकै लाग्छ, घर आएर मर्छु। मन लाग्यो है त अङ्कल। ल म पनि एकछिन थकाइ मारेर अनि लाग्छु। छोरी हजुर बा। लानु अनि घाँस काटिस् त? काटे बा। मन तरकारी बनाउँदै थिएँ, ट्याक्कै नुन ल्याउनु पर्छ के छ। आज भने मेरो छोरीले धेरै राम्रो काम गर्छ है।
बस्नु मिल्छ यहाँ एकछिन बस्नुहोस् न तिमी दारी अङ्कलको छोरी होइन त नि हो नि कसरी चिन्नुभयो एउटै गाउँठाउँको मान्छेहरू नचिनेर हुन्छ चिनिहाल्छ नि कस्तो हेरेको के एकहोरो तिमी छौ नै त्यस्तै एकहोरो हेरिरहने खालको अस्ति पुलमा तिमीलाई देख्दा एकहोरो भइरहेको थियो त्यति बेला कस्तो कुरा गर्नुहुन्छ कि अनि तिम्रो नाम चाहिँ के हो नि अस्मिता तिमीलाई भेटेर खुसी लाग्यो मन लागेछ अस्मिता है त हस् हुन्छ ए अस्मिता तिमी पनि मन्दिर म नि सो भगवानलाई दर्शन गर्नु भनेको ए खुसी लाग्यो जाऊ न बसेर कुरा गरौँ हुन्छ नि त हिँड्नु न बसौँ हुन्छ तिमीसँग भेटेर कुरा गर्नु मन थियो समय बस आज भेट भयो तिमीलाई एउटा कुरा भनौँ कि भनेर भन्नु न के कुरा तिमी मलाई साह्रै मनपर्छ पल्टनको छुट्टी पनि सकिने लाग्यो म त तिमीलाई बिहे गरेर जाउँ कि भन्ने सोचिरहेको छु तिमीले के भन्छौ लाउरी हो भन्नेमा चाहिँ पाइ भन्न मिल्छ आफ्नो अनुहार कहिले ऐनामा हेर्नुपर्छ वा याद कुरा जा जा लाउरीको तैँले इन्सर्ट गरिस् समय आएपछि तेरो बदला कसरी लिन्छ लाउरी हो नि भन्तालाई म अझै एकचोटि चान्स दिन्छु मसँग बिहे गर्दै गर्दैनस् भन् तँलाई अझै पनि मैले तँलाई म कति माया गर्छु तँलाई मैले माया गर्छु भनेको नि अझै गराउँछस् अझै बढी बोल्छस् देखे छैन के रे घर सिक्छु
चिसो पनि कति हो साह्रै चिसो अब पानी खाएर सुत्नु पर्यो आफ्नो बेड भनेको आफ्नै हुन्छ आनन्दले तताएर सुत्नु पर्यो अब चाहिँ अब झ्याम नि दाइसी